Hello everyone, welcome back to my YouTube channel and this is my vlog for today. हामी चाहिँ घुम्नु जाँदैछ। तिमीहरु यहाँ भित्र बसेको? कक्ष नि दादा। अनि as we planned हामी रोज गार्डन आइपुग्यौं र दादाले हाम्रो लागि टिकट काटिदिनु भयो। खुसी अनुहारहरु। खुसी छु आज म। हामी आइपुग्यौं डेस्टिनेसन। पक्रिन्छ है ल। कसैले सोधिहाल्यो नि यो टिकट देखाउनु ल बहिनी। हुन्छ दादा। यहाँ नहरियो हरि देखिरहनु भएको। अलिअलि यति बेलै हो त सिजन। झन् अगाडि आउँदैछु सबैलाई देखाउनुलाई। दादाले आज चाहिँ हामीलाई दादा हो आजको गाइडहरू चाहिँ हामीलाई गाइड पर्सनल गाइड हो। तर यो ब्यागमा चाहिँ अघि दिएको नि के चाहिँ बनाएर आएको। अहिले हामी रिभिल गर्छौँ के बनाएको छ। नयाँ कुरा रिभिल त्यो खानु चाहिँ मिठो हुन्छ कि तर त्यसको फ्रेग्रेन्स चाहिँ मलाई मन परेको छैन। यो ब्याग चाहिँ कहीँ राखेर चाहिँ हामी घुम्नुपर्छ। अब यत्रो उयो गरेको पो रहेछ त राम्रो छ त नि पेन्टिङ गरेको रहेछ। फर्स्ट भिजिट हो रोज गार्डनमा। हामी दुईजनाको चाहिँ दादाको त अलरेडी भएको जस्तो लाग्यो। दादा 5-6 टाइम्स अलरेडी कति बहिनी यो चाहिँ स्विमिङ पुल होइन? खेल्नु हुँदैन बहिनी। खेल्नु हुँदैन यहाँ। घरि डुब्यो भने कति पर्छ? हैन दादा त्यसमा लाग्नु न हैन यो गइरो छैन लान्थे हेर्दै यहाँ स्विमिङ पुल हो यो अन्त। के हो दादा यो के हो दादा यो? डुब्यो भने निकाल्दैन अरे दादाले। एप्पल भन्छ एप्पल। देखाउ न एप्पल हो? जुम गरेर। एप्पल त हो त। एप्पल अरे रोज गार्डनमा रोज मात्रै छैन एप्पल पनि रहेछ। एप्पल त प्लक गर्नु हुन्छ होला है। त्यही भनेको दादा। डोन्ट प्लक फ्लावर्स भनेर रोज गार्डनमा लेखिरहेको छ। दादाले भरे भनेको हालिदिन्छ एप्पल प्लक गर्दा। उसले पो दिएको त सजिलो त। भिजिटर्स दुईजना पनि क्यामेरा निकालेर थाम्छु। हेलो क्यामेराम्यान 1 क्यामेराम्यान 2 क्यामेराम्यान 3 छ यता। तर फ्रन्ट क्यामेरा चाहिँ बिग्रिरहेको छ कति लाग्यो क्या। अगाडिको फ्रन्ट भनेको चाहिँ पछाडिको हो नि त। यतिकै चाहिँ हुनु पर्ने। प्लिज डु नट ब्लक फ्लावर्स। फ्लावर भनेर छ। तर एप्पल छ उहाँ हामी त्यो एप्पल चाहिँ टिप्छौँ पक्का। यो भिडियो चाहिँ पक्का जान्छ भने। हामी चाहिँ फाइनली कहाँ छ भने त कहाँ छ तपाईँलाई थाहा छ? दादा थाहा छ होला स्पेसली स्नेहा बहिनीलाई थाहा छ होला आज। थाहा छ होला तिमीले हामीलाई धोका दियो होइन? धोका दियो तिमीले हामीलाई। फर्स्ट भिजिट यहाँ चाहिँ क्यामेरै बोकेर आउनु पर्ने रहेछ तर फर्स्ट भिजिटमा आएको एटलिस्ट मैले एउटा भ्लग त बनाउनु पाएँ। So this is my living story and you can see the flowers around me. So beautiful. दामी छ फुलहरू। यस्तो मजाको फुलहरू रहेछ। Abu, come here. Give me your hand. रहेछ। आम्बो वाउ रेड ग्रीन रहेछ त माछा। गोलेनो रोज गार्डन के ताला फेरि माथि। तर यहाँ त करेन्ट लगाइदिएको छ जस्तो छ है। करेन्टमा डान्स गर्छ नि। कमायो।
गार्डन क्याफे ना यहाँ क्या हम इधर ही बैठ सकते हैं? यता बस Hello guys. Hello. हामी चाहिँ यो ठाउँहरुबाट अब निस्केको अन्त आजको दिन चाहिँ दामी भयो दादा आजको दिन कस्तो भयो कम्ती भनिदिनुस् आजको दिन चाहिँ दामी भएको थियो हैन हजुर दामी भएको थियो हामी आज खतरा अगायो खतरा अगायो होला सकेन बेसी खानु खोइ हेर्नुस् ल मेरो त सेन्टर ब्युटिफुल फ्लावर्स यहाँ छ दादा लाउनुस् यहाँ दामी रहेछ है दादा खाजा सक्यो हेलो प्रिया दादा कहाँ छ घुम्नु चाहिँ भनेको बाँकी चाहिँ यहाँभित्र हावर ए यो ठाउँ त यहाँ पुरै छ दादा इभन आई डोन्ट नो कि यो ठाउँ यहाँ छ भनेर दादा यहाँ बसेर खाएको भित्र म खिचिदिन्छु दादा हेर्नुहोस् होला हामी चाहिँ काट्नु दादा यहाँ खिच्छ त अन्त दामी ठाउँ अघि त अब बसेको यहाँ फेरि हो हामी ल म खिचिदिन्छु फुलहरू गिफ्ट दिन्छ भने यहाँबाट पो गिफ्ट दिँदा हुँदो रहेछ त याद छ कि तपाईँहरू आउनुहोस् होला यहाँ गिफ्टहरू पनि दिँदा हुन्छ फुलहरू मलाई दिनुहोस् होला सेम हावरको उयो चाहिँ यहाँ पाउँछ याद गर्यो फुलको मम्मीहरूलाई चाहिँ ल्याउनु पर्ने रहेछ चाहिँ फुलको किराहरूलाई चाहिँ किरालाई त नगयो दुष्ट पारे फाइनली हामी चाहिँ निस्केको अब हिँड न ओके बाई बाई गाइस अब चाहिँ हामी निस्केको यो ब्युटिफुल डे बाई बाई रोज गार्डन सक्यो रोज गार्डनको भिडियो गरेर अब चाहिँ घर जानुपर्छ अब हिँडाइ यस्तो हुन्छ कि अब चाहिँ हिँडाइ मजा गऱ्यो र मन्दिरले हामीलाई जहाँ जहाँ लानुहुन्छ हामी आजको दिनमा दादाको के भन्छ त्यो सेनाहरू भएर हिँड्दैछौँ हिँड्दै हिँड्दै जाने कि गाडीमा जाने हिँड्दै हिँड्दै जाउँ दादा भ्याउँछ भने होइन हालिदिन्छ अब आज there are lots place at Namchi so come guys to visit our Sikkim South Sikkim यात्रा सिद्धिएको छैन ओइ बोल यहाँ हामी चाहिँ बाइक आइसक्यो चिया सेलेर सक्यो पानी पनि सक्यो पसिना भटाएर थकित अवस्थामा पुगेको हामी मानिसहरू यसो खुट्टाहरू पनि देखा नै हिँड्दै गर्नु यसो अहिले एकछिन ऊपर सँगै तिनजना सँगै कसरी आएको अरे दादा अब थाकेर चाहिँ यस्तो बसेन कसरी अलिक अगाडि धान्नु न
तिमी तपाईँ चाहिँ दादा तपाईँ न यस्तो 360 घुमायो उसले क्यामेरा मान्छे पनि दादा तपाईँ दादा छिटो न मान्छे यहाँ हान्नु न मैले कता भिडियो कता भ्लग हेरेर मुन्टो बाङ्गिएर क्या हामी चाहिँ आइपुग्यौँ अब गाइस छेउछाउ भएको कुकुरहरू चढ्छ नि यो पार्कमा गाई छ याहू फाइनली हामी आइपुग्न आँट्यो केन्सला यस्तो दामी यस्तो तपाईँले गाइस तपाईँले यस्तो ठाउँ देख्नु भएको कि होइन यहाँ चाहिँ फ्रेस हावा आउँदैछ है प्रिया कस्तो फ्रेस आम्बो त साँच्ची फिल बेटर भइदियो यहाँ आएर साँच्ची हावा दामी आयो के त मलाई पनि बेटर फिल तिमीले भनेको बेटर फिल सरी गाइस रमादा कसरी हिँड्दै थियो लास्ट गरिदिनु न दादाको भने हात खुट्टाहरू बाङ्गिरहेको प्रियाको भ्लग अब नचिन्ने मान्छेहरूले त सबैजनाले अब रोमन दादा पनि यस्तो छ र भनेर भन्छ होला नि दादा किनकि हामीलाई कस्तो डर लाग्थ्यो नि त पहिला मेरो इनार दादा यो चाहिँ कहाँ आइपुगेको हामी दादा यो त कहाँ हो हल कहाँको हल यहाँ ए आई नो अर्कालाई बताएपछि त याद भइहाल्छ दादा अरू दादा पनि छिटो न कम्ती दादा म घरला फर्स्ट पेसाब चाहिँ आइपुगेको छौँ हामी होइन यो समयमा चाहिँ म ब्लगरलाई नै दिँदैछु होला क्यामेरा ल त्यसकारी यहाँ चाहिँ अलिकति प्रिया हामी कम्युनिटी होला आइपुग्यो यो ठाउँमा दामी लाग्छ प्यारो प्यारो गीतहरू बजाउनु थकी 3 साल लोग इधर विश्राम कर रहे हैं हाय हामी कहाँ आइपुगेको छ रमन दादा कहाँ हो यो ठाउँको नाम के अरे जानु त भन्नु न यो ठाउँको नाम हो यो टाउन हलमा हामी फ्लाइओभरमा त्यहाँदेखि उठ्नुबाट तो अभी हम लौट रहे हैं आइकारको त्यो यहाँबाट पास लाग्छ नि त त्यतिबेला भ्यालु गर्थ्यो नि त ए अन्त चाहिँ तपाईँलाई तपाईँ फेरि आएको थियो कि प्राइभेटमा देखाएँ राम्रो गर्नुपर्छ होस् प्राइभेट पनि सेन्डे फुड अरे पल्टाएको त त्यही गर्नु पर्यो कसो कसो गरेर पछाडि भइहाल्छ है दादा मेरो खुट्टाको मुख Brother, we are going to church right now. के छ तिमीलाई त Welcome back to home. यस यस
बल्ल बल्ल यहाँ आइपुग्यो तेन्दुङ स्कुल ला इको भयो फाइनली अब गेट खोलिँदैछ प्लिज ओपन द गेट वाच किपर भन्नु नि ए आइपुग्यो हामी बल्ल, चर्चतर्फ नाम्ची चर्च आया थक्कै